येशू ख्रीष्टले मर्कुस 1:35 बिहान अरू उठ्नुभन्दा अगाडि गएर प्रार्थना गर्नुभएको छ। दोस्रो कुरा हामी बाइबलमा देख्छ भने दोस्रो कुरा चाहिँ दिउँसो पनि प्रार्थना गरेको छ। अनि त्यो चाहिँ कसले गरेको छ भन्दा प्रेरितमा 3:1 तपाईँले हेर्नुभयो भने चाहिँ पत्रुस र यूहन्ना चाहिँ मन्दिरमा प्रार्थना गर्नको लागि गइरहेको हामी भेट्टाउँछौँ। अनि तेस्रो कुरा चाहिँ हामी साँझको पनि प्रार्थना गर्न सक्छौँ। जब भिडहरूलाई 5000 भिडहरूलाई येशू ख्रीष्टले बिदा दिनुभयो, एक्लै पहाडमा गएर प्रार्थना गर्यो। अनि प्रार्थना गरेपछि साँझ रातिको 3 बजीतिर मात्रै उहाँ पानीमा हिँड्दै चेलाहरू कहाँ आएको छ। यो अभ्यासहरू बाइबलमा छ भन्नु खोजेको तपाईँलाई उदाहरणहरू। अनि अर्को चाहिँ दिनमा 3 पल्टसम्म दानिएलले प्रार्थना गरेको छ। दिनमा 3 पल्टसम्म यसो झ्याल खोलेर यरुशलेमतिर फर्केर प्रार्थना गरेको छ। दानिएलको प्रार्थना हामीलाई थाहा छ। र अनि अर्को कुरा चाहिँ हामी हेर्छ भने सारा रात प्रार्थना पनि छ। पुरा होल नाइट प्रेयर गरेर येशू ख्रीष्टले जब प्रार्थना गरिसक्नुभयो रातभरि अनि आएर चेलाहरूलाई अभिषेक गरेर अधिकार दिएर उहाँले प्रेरित चुन्नु भएको छ। उनीहरूको नामै परिवर्तन गरेर कतिजना होइन त्यो सारा रात प्रेयर गरेर चाहिँ त्यो कुरा गर्नुभएको छ। अनि अर्को तपाईँले भनेको सबै कुरालाई यो बिहान पनि छ दिउँसो पनि छ एउटा टाइमलाई सेट गरेर पनि प्रार्थना गरेको रहेछ बाइबलमा। त्यो पनि गलत होइन रहेछ भन्ने कुरालाई हामी यस खण्डबाट हामीले हेर्यौँ। र अर्को चाहिँ फास्टिङ उपवासको विषयमा हामी हेर्नेछौँ। र यो तपाईँको विचारमा उपवास के होला? हुन्छ, तपाईँलाई दिदी अनि बहिनीलाई धेरै धेरै धन्यवाद तपाईँको उत्तरको लागि। एकदमै त्यही कुरा हो। र नेपालीमा एउटा शब्द छ क्या, साह्रो मजाको शब्द हुन्छ नेपालीमा, तपाईँलाई थाहा छ? घुर्की देख्नु क्या, घुर्काउनु। थाहा छ क्या घुर्काउनु? नानीहरूले कसरी घुर्काउँछ? हामी ठुलो मान्छेले तपाईँहरू हामीलाई त लाज लाग्छ। सानो नानीहरूलाई उसले चाहेको कुरा पाएन भने के गर्छ? उसले मलाई त्यही चाहिन्छ, त्यो चाहिँदैन। जुन कुरा उसलाई मन परेको छ त्यही कुरा चाहिन्छ। फास्टिङ पनि कतिपल्ट त्यसरी सोच्यो भने क्या धनसँग परमेश्वरले उत्तर दिँदैन नि, घुर्काउनु पर्छ भनेर। अब तपाईँ भोकै हुन्छ कि पुरा खाइ हुन्छ, तर तपाईँको उत्तरको लागि चाहिँ परमेश्वरसँग प्रतीक्षा गर्नु हो। अब खाएर गर्नुहुन्छ कि पुरा भोकै गर्नुहुन्छ। र बाइबलमा लेखेको छ, दानिएलको पुस्तकमा मजाले लेखेको छ, हामीलाई राजाले खाने मजा मिठो मिठो खान नदिने, जङ्गलबाट सागपात लिएर 10 दिनसम्म जाच्नुहोस्। उनीहरू मिठो खानेको पावर खतरा हुन्छ कि हाम्रो पावर जाच्नुहोस्। के भनेको छ त्यहाँखेरि? हामीलाई केही पनि राजाले दिएको राम्रो 84 व्यञ्जन चाहिँदैन, थकाली खाना चाहिँदैन, तर हामीलाई सागपात भए पुग्छ। अनि जातेर हिँड्नु, हेर्नुहोस् कसको चाहिँ बल धेरै हुँदो रहेछ। अनि कसको भयो लास्टमा रिजल्ट? हो त्यही चाहिँ नेपाली भाषामा घुर्काउनु हो क्या, होइन? मजाको शब्द त होइन, त्यही पनि तपाईँलाई भनिहाल्यो। अनि उपवास चाहिँ किन बस्ने? उपवास यशायाको पुस्तक 58 अध्यायमा पढ्नुहोस्, त्यहाँ तपाईँले सबै पाउनुहुन्छ। म त्यहाँ भएको कुरालाई तपाईँले पोइन्ट्स बाई पोइन्ट्स पढिदिनेछु। पहिलो नम्बरमा अन्यायको बन्धन फुकाल्न। वाइ वी आर फास्ट, हामी किन फास्टिङ बस्छौँ भन्दाखेरि चाहिँ पहिलो नम्बरमा अन्यायको बन्धन फुकाल्न, जुवाहरूको डोरी फुकाल्न र अन्याय अत्याचारमा परेकाहरूलाई मुक्त गराउन, हरेक जुवा भाँचिदिन, आफ्नो भोजन भोकाहरूसित बातचित गर्न र घर नभएका गरिबहरूलाई शरण दिन, नाङ्गोलाई देखेर लुगा लगाइदिन, आफ्नो भाइ बन्धुबाट नलुट्न। आमेन। अनि सबैभन्दा हामीले गर्न नसक्ने चाहिँ हाम्रो भोजन अरूसँग बातचित गरेर खान, होइन? यो सक्नुहुन्छ। अनि एउटा उपवास चाहिँ तपाईँले थाहा छ, तपाईँले जुन दिन खाना नखाइकन तपाईँले अलग गर्दै हुनुहुन्छ, जो चाहिँ खाना पुगेको छैन सडकमा, एक दिन भोजनको लागि तडपिराखेको छ, त्यो भोजन उसलाई पुगोस् भन्ने हो क्या। अनिकालमा परेको हजार देशहरू छन् जसहरूमा चाहिँ एक चाहिँ खाना खान पाएको छैन, उनीहरूले पनि प्रभु खाना पाओस् भनेर तपाईँले एक थाहा छुटाउनु चाहिँ हो क्या उपवास। तर के को हामी त दिउँसो छुट्याइन्छ, बेलुका डबल हानिदिन्छ।
त्यसले चाहिँ गर्ने चाहिँ खासमा उपवास होइन। खाना नखाइ बस्नु भन्नुहुन्छ भने तपाईँको खाना चाहिँ त्यो मानिसहरूले भेटाउनुपर्छ, त्यही बातचित गर्ने कुरा, अनि त्यो चाहिँ उपवास हो। र अर्को कुरा कति कति दिनको बस्न सकिन्छ उपवास? आमेन। बाइबलमा त्यही कुरा लेखेको छ, 3 दिनको एस्टरले गरेको छ, 3 दिन 3 रातको। दानिएलले 21 दिनको 3 हप्ताको गरेको छ। मोसाले 40 दिन 40 रातको, अनि येशू ख्रीष्टले पनि 40 दिन 40 रातको। तपाईँ उपवास 1 दिनको पनि यहाँ भएको यो यसलाई पनि तपाईँले पछ्याएर गर्न सक्नुहुन्छ। कसरी बस्ने उपवास, कसरी बस्ने, खासमा तपाईँ कसरी बस्ने? योएल 2 अध्यायको 12 र 13 पद पढ्नुभयो भने चाहिँ आफ्नो लुगा होइन आफ्नो हृदय फटाएर परमेश्वरतिर फर्क भनेको छ। त्यो चाहिँ त्यसरी चाहिँ उपवास बस्नु रहेछ कि हाम्रो हृदयलाई फटाएर हाम्रो हृदयलाई चाहिँ यसोतिर फर्काउन चाहिँ उपवास बस्नु हो। योएल 2 को 12 र 13 पदमा त्यो कुरा लेखेको छ। ल हामी यो दुईटा कुरा त तपाईँले अलिअलि बुझ्नुभयो होला, पछि बुझ्नेछ धेरै। र अर्को चाहिँ दोस्रो नम्बरमा हामी हेर्नेछौँ गर्नुपर्ने कार्यहरू चाहिँ उपवास र फास्टिङ रहेछ। अनि ओइकास हिजो मलाई नै क्वेसन गर्नुभएको थियो होइन, दिमाग नचलेर नभएको सरले त्यही भएर चलोस् भनेर फेरि एक क्लास दिनुभएको छ। ल भन्नुहोस् त ओइकास तपाईँ एकजनाले भनिदिनुहोस् न, ओइकास को हो? जसले प्रभु येशू ख्रीष्टलाई विश्वास गरेका छैनन् ती मानिसहरू नै ओइकास हुन्। जस्तै छिमेकी परिवार, छिमेकी आफन्त कुटुम्बहरू चाहिँ पर्न सक्छ होइन, तिनीहरू चाहिँ ओइकासहरू पर्छन्। अनि ओइकास कसरी हामी ओइकासको निम्ति प्रार्थना गर्न सकिन्छ? सूची बनाएर ल, अनि एउटा चाहिँ डायग्राम बनाएर हामी, म तपाईँलाई लेखिदिनु, एउटा चाहिँ डायग्राम बनाएर एउटा चार्ट बनाएर पनि, अनि दोस्रो हामी यसलाई चाहिँ विश्वासीहरूतिर विश्वास नगर्नेहरू चाहिँ अर्कोतिर राखेर पनि हामी त्यो चाहिँ प्रार्थना गर्दो रहेछौँ होइन, प्रार्थना गर्नु पर्दो रहेछ, ताकि यिनीहरूले चाहिँ येशू ख्रीष्टलाई चिन्न सकोस्। अनि जो विश्वास गरेका छैनन् उनीहरूलाई चाहिँ म गएर सुसमाचार सुनाउन सकौँ भनेर हामीले उनीहरूको निम्ति प्रार्थना गर्नु चाहिँ ओइकासभित्र पर्दो रहेछ हो। र यही कुरा छ तपाईँ र मेरो आजको यो खाली बारीमा, खाली जमिनमा दुईटा कुरालाई हामी हेरौँ। र तेस्रो कुरा पनि छ, ल तपाईँ र मैले यो दुईटा कुरालाई हामीले हेऱ्यौँ। यदि हामी खाली जमिनलाई तयार गर्नु छ भने चाहिँ प्रार्थना र उपवास बस्नुपर्छ सबैभन्दा पहिला त्यो ठाउँको लागि। अनि हामीले ओइकासहरूको निम्ति हामीले प्रार्थना गर्नुपर्छ, त्यहाँ भएका, त्यहाँ वरिपरि बुझेर, त्यहाँ हिँडेर, त्यहाँको सबै कुराहरूलाई जानकारी लिएर चाहिँ उनीहरूको सूची बनाएर हामी उनीहरूको निम्ति प्रार्थना गर्ने। र कहिले मौका पर्छ, समय पर्छ गएर उनीहरूलाई सुसमाचार प्रचार पनि गरिहाल्नु चाहिँ यो बाजे जमिनलाई तयार, खाली जमिनलाई तयार गर्नु रहेछ। र तेस्रो कुरा चाहिँ हाउस अफ पिसको विषयलाई लिएर चाहिँ हाम्रो मिस आउँदै हुनुहुन्छ र उहाँले यो समय लिनुहुनेछ। र म यो मेरो विषयलाई म यहाँ राख्न चाहन्छु। आउनुहोस् छोटो प्रार्थना गरेर प्रभुलाई धन्यवाद दिनेछु।